हेलो हाई नमस्ते सम्पूर्ण प्रिय मित्रहरू। आज पनि सदा चाहिँ तपाईँहरूको मोबाइलसम्म एउटा सानो भिडियो पुर्याउने प्रयास गरिरहेको छु। मेरो सानो एउटा सब्जी बारी छ। यो सब्जी बारीको दृश्यहरू म तपाईँहरूलाई सरसर्ती देखाउने प्रयास गरिरहेको छु। एउटा चाँडै करोडपति हुनु पर्यो भनेर एउटा बिरुवा रोपेको। खासै पारा ल्याउला जस्तो छैन यो बुद्ध चित्तको बिरुवा। मित्रहरू मर्ला जस्तो भइसकेको छ, तर मरेको चाहिँ रहेनछ। यस्तो छ। करेला निकै फल्यो। करेला निकै छ, खाइयो। अर्ग्यानिक होइन, अब के गर्ने, यस्तै हो। अब यो मर्ने बेला भयो करेलाको बोट चाहिँ। यसमा फर्सी छ, छासमिस.com बोडीहरू छ, डल्ले खोर्सानीको बोट, लट्टे साग छ। यस्तो छ। यत्रो बोट त यत्रो ठुलो छ डल्ले खोर्सानीको, तर यो फलेपछि कलिलोमै झर्ने समस्या थियो। अहिले चाहिँ अलिक झरेको रहेनछ योपालि चाहिँ। मित्रहरू यस्तो छ। ल, दुर्लभ जन्तरेको सब्जी बारी। यस्तो छ। के भन्छ, सजीवन। के कुहिएछ यार, खत्तम भइगयो, कुहिहालेछ। ला, कुहिएछ फर्सी। यो भाँचिएछ, झरेर कुहिहालेछ। श्रीमतीजी सब्जी टिप्दैछिन्। श्रीमतीजीले चाहिँ मिठो सब्जी पकाएर खुवाउने वालामा छ। यस्तै छ मित्रहरू। पिँडालुको फुल पनि देख्नुभयो, मेरो बुद्ध चित्तको बिरुवा पनि देख्नुभयो। यस्तै छ, जिन्दगी चलिरहेछ। भन्दै आजलाई तपाईँहरूबाट बिदा हुन चाहन्छु। अर्को भिडियोमा फेरि भेट्ने बाचा गर्दै आजलाई गुड नाइट सबैजनालाई, टाटा बाई बाई।